हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल मिस्टर आर 99 भ्लग। आज चाहिँ म हेलमेट इन्टरकम हेडफोन कनेक्टिङ थर्ड पार्टी मिक्सिङ फङ्सनल ड्युल कोर वायरलेस 5.4 को चाहिँ आज अनबक्सिङ गर्न जाँदैछु। यु क्यान सी गाइज, Y12 प्रो हो यो चाहिँ हैन। यो चाहिँ इन्टरकम हो हेलमेट। यो चाहिँ हेलमेट ब्लुटुथ सेट भन्न पनि आउँछ, एउटा इन्टरकम भन्न पनि आउँछ। यो चाहिँ दुईटै नै हो। यो चाहिँ हेडफोन पनि हो ब्लुटुथ वाला, अनि अर्को चाहिँ इन्टरकम पनि हो। यो चाहिँ एक या दुई चार जनामा चाहिँ यस्तै सेम भएपछि चाहिँ राइड गर्दाखेरि, स्लो राइड गर्दाखेरि चाहिँ यसमा चाहिँ एकअर्कामा चाहिँ 500 देखि 1 किलोमिटरको रेन्जमा चाहिँ कुराकानी गर्न सकिन्छ फोनै नगरेर। आज चाहिँ तपाईलाई म अनबक्सिङ गरेर देखाउँछु। फर्स्टमा छ यसको यो मेन पार्ट नै यसको यही हो। यो याम लेखेको यो चाहिँ पावर अन अफ यही हो चाहिँ यसको चाहिँ हैन। त्यसपछि आउँछ यसको चाहिँ यो माउन्ट हो है। यो चाहिँ माउन्ट हो, यो चाहिँ हेलमेटमा माउन्ट गर्ने। अनि यो चाहिँ यसरी चिप्किन्छ। यसरी हेलमेटमा माउन्ट गरिसकेपछि यो चाहिँ यसरी चिप्किन्छ। अहिले यसको पनि कहाँ युज हुन्छ म तपाईहरुलाई देखाउँछु है। अनि यिनीहरु पनि कहाँ युज हुन्छ अहिले देखाउँछु। यसपछि चाहिँ अब अरु भएको छ यसको यहाँ चाहिँ हेडफोनहरु छ। यो चाहिँ क्ल्याम्प हो है। यो चाहिँ हेलमेटमा यसरी अडाएपछि यो चाहिँ यसरी छ यसको चाहिँ है। यसरी छ हो, यसरी चाहिँ यो हेलमेटमा यसरी हेलमेटको मुनि राख्न सकिन्छ यसलाई चाहिँ है। यो चाहिँ हेलमेटको यहाँ राखियो यो चाहिँ हैन। यसपछि चाहिँ यो बक्स पछि चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ यसको हेलमेटको मेन पार्ट्स नै यही हो है। यो इन्टरकम पछिको मेन पार्ट्स नै यो हो। यो चाहिँ एउटा लामो हुन्छ, एउटा छोटो हुन्छ। यो चाहिँ हेलमेटमा हामीले चाहिँ घुमाएर लगाउनको लागि हो। यो ज्याकलाई चाहिँ यहाँ इनपुट गरिसकेपछि यसमा चाहिँ साउन्ड आउँछ र यसमा माइक्रो हेडफोनको लागि पनि दिएको छ। जस्तै फोनहरु आयो भने कुरा गर्नको लागि यो चाहिँ फुल हेलमेटको लागि यो चाहिँ कतै अब जब अघि मैले देखाएको थिएँ हजुरलाई माउन्ट गर्नलाई, यो चाहिँ यसरी माउन्ट गर्ने। यो हेलमेटमा यसरी टाँच्ने भित्र चाहिँ यसरी माउन्ट गर्ने। अहिले त हजुरलाई माउन्ट गरेर पनि देखाउँछु। यो चाहिँ यसरी गरिसकेपछि यो चाहिँ एउटा यो माइक्रोफोन छ भने चाहिँ अर्को माइक पनि छ है। यो चाहिँ हाफ हेलमेटहरु प्रयोग गर्दै हुन्छ नि तपाईहरुले। यो चाहिँ हाफ हेलमेटमा यसरी चप्काएर यो चाहिँ यसरी कुरा गर्न सकिन्छ है। यो चाहिँ यसरी कुरा गर्न सकिन्छ। यसलाई पनि यसमा कनेक्ट गरेर सानो लिड छ यसको चाहिँ एकदम पक्का छ, सानो भयो भने यसमा लिड गरेर कुरा गर्न सकिन्छ। अब तपाईहरुलाई म गीत बजाएर देखाउँछु है। कस्तो चाहिँ म गीत बजाएर देखाउँछु कस्तो आउँछ। यो चाहिँ ब्लुटुथ हो। यसको चाहिँ प्लस र माइनस चाहिँ यो चाहिँ भोल्युम बढाउनको लागि र भोल्युम घटाउनको लागि हो भने लङ प्रेस गरिसकेपछि भोल्युम बढ्छ भने लङ प्रेस गरेपछि भोल्युम रेड्युस हुन्छ है। अनि त्यस्तै गरेर यो चाहिँ भोइस असिस्टेन्टको लागि हो। आइफोनहरु छ, आइओएस छ भने अथवा एन्ड्रोइड छ भने यसमा प्रेस गरिरहेपछि चाहिँ आइओएस भोइस असिस्टेन्ट सिरीहरुले काम गर्छ भने जस्तै यसमा चाहिँ जस्तै यहाँ मेरो Y12 प्रो भनेर कनेक्ट भइसकेको छ। अब जस्तै मैले लङ प्रेस गरेँ, यु क्यान सी गाइज। अब मैले यहाँ लङ प्रेस गरेँ भने यसरी यहाँ सेयर स्क्रिन विथ लाइभ भनेर यहाँ देखाउँछ। मैले यहाँ जे बोल्न पनि मिल्यो, यहीँबाट बोले पनि यसरी यहाँ सेयर स्क्रिन भनेर देखाएको छ भने गीत बजाएर देखाउँछु है तपाईहरुलाई युट्युबमा। ल यसको तपाईहरु यस्तै सुन्न सक्नुहुन्छ है। यति हो। अनि यस्तो छ भने यसको गीत चेन्ज गर्दाखेरि चाहिँ यो भोल्युम बटनलाई गीत चेन्ज गरेपछि यसरी अटोमेटिक चेन्ज हुन्छ है। यसरी चेन्ज हुन्छ। अब ब्याक गर्नु पर्यो भने यसरी चेन्ज हुन्छ, यसरी चेन्ज हुन्छ। अब हामीले जस्तै अब तपाईलाई युट्युब भयो चाहिँ मैले म्युजिकबाट बजाउनु पर्यो, एक्स बराबर अब मैले म्युजिकबाट बजाउनु पर्यो भने पनि यसरी चेन्ज हुन्छ। जस्तो मैले म्युजिकबाट बजाउनु पर्यो तपाईँ सुन्नुहुन्छ आवाज चाहिँ। जस्तै गीत चेन्ज गर्नु पर्यो भने चाहिँ स्पिकरिङ गीत चेन्ज भइहाल्छ है। त्यसरी पछाडि गीत बजाउनु पर्यो भने हामीले यसरी ब्याक गरिदिने। अनि यो छ युजर म्यानुअल छ है। यसमा चाहिँ अब कसरी युज गर्ने भनेर तपाईहरुले पढ्न सक्नुहुन्छ। यहाँ एक्जरको हेलमेटमा जोड्दैछु, तपाईहरुलाई जोडेर देखाउँछु म कस्तो हुन्छ है। यो एक्जरको हेलमेट छ मसँग चाहिँ, एक्जरको हेलमेटमा जोडेर देखाउँछु म चाहिँ। जोड्नको लागि पहिला भाइजर खोल्छु म चाहिँ।
हेलमेट चाहिँ रेडी भइसकेको छ। यसको क्ल्याम्प चाहिँ यहाँ लागेको छ। त्यसपछि यसको माइक चाहिँ यहाँ भित्रपट्टि छ। माइक चाहिँ यसरी भित्रपट्टि यहाँ चाहिँ माइक चाहिँ यसरी फोन गर्दा चाहिँ यो बज्नेवाला माइक चाहिँ यहाँ भित्र छ भने यो चाहिँ मैले भित्रभित्र वायर कनेक्सन गरेर यो चाहिँ यहाँ लागिसकेको छ र यसको ज्याक चाहिँ यसमा छ। ज्याक यसमा छ। अब तपाईँहरूलाई म कसरी माउन्ट गर्ने भनेर देखाउँछु है। यो चाहिँ छ। यो चाहिँ अब यो सेटलाई ब्लुटुथ सेटलाई यसरी माउन्ट भइसकेको छ। यो चाहिँ यसरी माउन्ट भएको छ। यसरी माउन्ट हेलमेटमा माउन्ट भइसकेपछि यसरी ज्याक यहाँ जोडिएको छ। यसरी ज्याक जोडिसकेपछि त्यसलाई अन गर्नलाई प्रेस गर्ने, लङ प्रेस गरिसकेपछि अटोमेटिक अन हुन्छ। यो अटोमेटिक अन भइसकेपछि यस्तो देखिन्छ। त्यसपछि तपाईँले ब्लुटुथ कनेक्ट गरेर यसमा जोड्न सक्नुहुन्छ। साथै तपाईँहरूलाई म यसको साउन्ड सुनाउँछु है, कस्तो छ हेर्नुहोस् है। साउन्ड क्वालिटी चाहिँ बबाल छ यसको, एकदम राम्रो छ है। यस्तो राम्रो छ, बबाल छ साउन्ड क्वालिटी। वाच